24 घण्टाका स्थानीय समाचार। दमक नगरपालिका वडा नम्बर 5 मा लागु औषध प्रयोगकर्ता तथा दुर्व्यसनी गर्नेहरू विभिन्न स्थानमा समूह बनाएर बस्ने, लागु औषध सेवन तथा कारोबार गर्ने, सर्वसाधारणलाई डर त्रास देखाउने र अभद्र व्यवहार गर्ने गतिविधि बढ्दै गएपछि स्थानीयवासी त्रसित बनेका छन्। दमक 2 अडियामल क्षेत्रमा घर घरबाट सङ्कलन गरिएको टोयलेट तथा सेफ्टी ट्याङ्कीको फोहोर सार्वजनिक स्थानमा फालिएको आरोपमा खुसी सेफ्टी ट्याङ्की नामक सेवा प्रदायकप्रति स्थानीयवासीले आक्रोश व्यक्त गरेका छन्। नेपालकै सबैभन्दा होचो भूभाग मानिने झापाको केचन कवल क्षेत्रमा पहिलो पटक व्यावसायिक रूपमा स्थानीय कृषक चन्द्र राजवंशीले करिब 20 बिघा जमिनमा मखना खेती विस्तार गर्दै नयाँ कृषि सम्भावनाको ढोका खोलेका छन्। मोरङको रतमाई नगरपालिका स्थित आमबाडी चोकमा स्थानीय व्यापारीले जेब्रा क्रसिङ, विद्यालय तथा अस्पताल आसपासको सार्वजनिक सडकमा मकै सुकाउँदा दुर्घटनाको जोखिम बढेको भन्दै स्थानीयवासीले विरोध जनाएका छन्। विभिन्न मुद्दामा अदालतबाट सजाय सुनाएपछि फरार रहेका सवारी ज्यान अङ्गभङ्ग मुद्दामा दोषी निरज कुमार मण्डल र बैंकिङ कसुरका पीताम्बर दासलाई इलाका प्रहरी कार्यालय रङ्गेलीले पक्राउ गरेको छ। गर्नुहोला, सुन्दै रहनुहोला नवदिशा।